यो चाहिँ भक्तपुर जिल्ला नङखेल हो। सूर्यविनायक नगरपालिकामा स्थित यो नङखेलमा छौँ हामी अहिले। मेरो घर चाहिँ यहीँतिर छ र यहाँ चाहिँ हामी जङ्गल सफारीको लागि भनेर आएका छौँ। अनि यो चाहिँ एउटा जङ्गल हो जहाँ कि हामी घुम्न आएका हौँ र यो ठाउँ यस्तो राम्रो छ र मनोरम, यसमा यस्तो राम्रो मनोरम दृश्य देखिन्छ भन्ने कुरा मलाई पनि थाहा थिएन। यहाँको दृश्य हजुरहरू अवलोकन गर्न सक्नुहुन्छ। हाम्रो घर जुम गरेर देखाउँ है। हाम्रो घर अब जुम गरेर देखाउँछौँ हामी। यहाँ देखिन्छ होला, देखिएछ भने हामी देखाउँछौँ। यो होइन, हामी खोज्दैछौँ। देखिएको अहिले देखिन सकेको छैन र त्यही भएर त्यहाँ पर चाहिँ भक्तपुरको त्यो 5 तले मन्दिरहरू पनि देखिन्छ। यहाँ चाहिँ जङ्गल छ, यो चाहिँ पुरै पहाडै पहाड छ। अहिले चाहिँ हामी यो मन्दिरको माथि आएका छौँ र यहाँ चाहिँ चौतारो टाइपको छ र यहाँ चाहिँ खेल्न पनि पाइन्छ। यो चाहिँ एउटा वनदेवीको मन्दिर हो, जुनमा कि मन्दिर चाहिँ बाहिर छ तर यो घर टाइपको चाहिँ यहाँ भित्र बनाइएको छ। अनि यहाँ चाहिँ हामी वनभोज गर्नका लागि आएका थियौँ। यहाँको वनभोज चाहिँ हाम्रो लागि एकदमै रमाइलो भएको छ। धन्यवाद। र अझै एउटा कुरा, यहाँबाट सागाको मन्दिरको अवलोकन पनि गर्न सकिन्छ। यहाँबाट अलिकति तल भनौँ न यसकै साइडमा यहाँ तल एउटा पोखरी पनि छ। यहाँ तल हामी देखाउँदैछौँ तपाईँहरूलाई, तर पानी छैन यो पोखरीमा। यो पोखरी सुकिसकेको छ। यो पोखरी पहिला एकदमै राम्रो र मनोरम देखिन्थ्यो तर अहिले यो पोखरी खण्डर टाइपकै बनिसकेको छ। यहाँ चाहिँ सबैजना अवलोकन गरेर आऊ अनि पछि यो ठाउँलाई फेरि नयाँ जस्तो बनाऊ ल। अब यहाँबाट हामी फेरि माथितिर जान्छौँ। मालीगाउँ, यहाँ माथि चाहिँ मालीगाउँ छ। अनि पछि यहाँ तल चाहिँ खेतहरू छ अनि यहाँ यस्तो सहरहरूको दृश्य अवलोकन गर्न सकिन्छ।